everyone, welcome to my vlog. It's a new day, new vlog. Guess what? म यस्तो वन ठम्के कुर्ता लगाएर कहाँ जान लाग्छु अनि दिदी पनि के कहाँ जान लाग्छौं व्हाइट कलर लगाएर केस होली मनाउन Happy Holi! So, Smriti, are you excited? Yeah, very. Nepalese Uma event. Nepalese event. Jaden. Hello, Didi. Namaste. Hi. Hi. Where are you going, Didi? Didi, कहाँ जान लाग्यो? जाडो दिदी. दिदी, कहाँ जान ला? होली मनाउन जान लाग्यो. हजुर. हेलो. रुबीको ब्लगमा भन्नु न के भनेको आज? के हो दिदी भन्नु त दिदी? यो छ्याङ. छ्याङ वाउ. अर्को एउटाले पनि यो त हाफ छ. छ दिदी. अया हो ठिकै गर्नु भयो. हेलो जेडन. बाङ हो दिदी होलीमा हो. हामी यहाँ होली खेल्ने ग्राउन्डमा आयो. So this is the park, Victoria Park. होली खेल्ने ठाउँको स्टलहरू छ. पैसा हाल्छ दिदी? सो हामी त खाना पनि नखाइ आयौँ. अब खानी दिदीले जुस पनि ल्याउनु भएको छ. मेड इन कोरिया. हामी यहाँ ग्राउन्डमा आइसक्यौँ होली खेल्नु. टिकट काटेर भित्र आइसक्यौँ. अहिले चाहिँ खानाको लाइनमा लाग्दैछौँ अनि केही खाएर गर्ने. तर होली अलिअलि स्टार्ट भइसकेछ. डान्स हेर्नु त. अगाडिबाट जाउँ. Cheers! 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 Pani puri. Cheers! Cheers! पानीपुरी हामी यता चाहिँ हामी भुइँमा बसेर खाने हो. मिनी पिकनिक. ओइ लरे. Started Holi. Happy Holi Rina. Rina पनि आयो यहाँ. Happy Holi.
सो हामी होली खेलेर अब जान लागेको लुक कस्तो छ हालत माई गड चिन्न नसक्ने त स्मृति लुक एट हियर मार्टिना वाउ यु लुक ब्युटिफुल जुङको दिदी यस्तो देखिनु भएको छ पुरा कलरमा कस्तो भयो दिदी फन भयो हाउ वाज इट सो जेडन डिड यु इन्जोय सबिता दिदी फेरि इन्जोय भयो दिदी इन्जोय भयो अब त हामी नाच्दा एकेर नाच्दा रे घर नुहाउँदाखेरि थाहा हुन्छ कस्तो भयो बहिनी रमाइलो भयो यो केटा त हामीसँगै नाच्यो है ननस्टप त्यही भएर रमाइलो भयो ओ माई गड प्लिज नाच्नुहोस् होला गाइज हाम्रो मुख हेरेर हामी यस्तो मुख लिएर यहाँ सपिङ सेन्टरमा गयो त्यही भएर हामीलाई किन स्टेयर गरिरहेको छ भनेको त यस्तो रहेछ नि त मुख अनि यो मुख ओ माई गड सो फनी यस हामी चाहिँ यस्तो गरेर यस्तो सपिङ सेन्टरमा चाहिँ सामान लिन आएको स्मृतिको बर्थडेको ट्रिट हो नि त भोलि घरमा सो त्यसैको लागि सामान किन्नु आएको दिदी बरु राम्रै देखिनु भएको छ हामी त बेजत भन्छ हो हामी त यस्तो देखिन्छ म सामान चाहिँ दिदी ससेस त घरमा पनि थियो जस्तो लाग्छ मलाई ससेस त घरमा पनि थियो जस्तो लाग्छ यो साहो यो एकजना विङ्स त्यही हो चिकन खाने लागि अनि म त फेरि सावर लिएर अनि आज फेयरवेल पार्टी नि छ भरे फेयरवेल पार्टीमा जाने हो हिजो प्रिया दिदीको बर्थडे थियो सो हामी केक काट्न आएको प्रिया दिदीकै केक ह्याप्पी बिलेटेड बर्थडे दिदी टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर प्रिया आन्टी दिदी ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे दिदी प्लिज यो भिडियो चाहिँ रातिमा बच्चाहरूले नहेर्नुहोस् होला मेरो मुख हेरेर बच्चाहरू तर्सेर उठ्लान् This is our holy before and after. Bye. Congratulations.